कसैको रहन्छ कसै के भने खानु पर्दैन कसैको खानु के होइन लागि नै हड्डी हालेको सुपको लागि हो सानो प्याज रहेछ यहाँ किमामा ए अब त्यस्तो कहाँ खान्छ काठे ओहो ठिकै छ चाख्नु प्याज राख्दा के हुँदैन हौ किमा त हो चिकन मोमो ठिकै छ अलिक हाल्नु नि त सेट होइन कि यसले पहिला हाल्यो सर्को हुन्छ के गर्नु सक्दैन सर्को भयो नि थप्नु सक्नु गरेको भन्दा चाहिँ मोमोको लाइन रेडी हो सुकोरिम चाहिँ मोमो टालिँदैन अनि भाँडोमा चाहिँ सुपको लागि बन्दोबस्त हुँदैछ यो चाहिँ पहाडको हाते चियापत्तीको ब्ल्याक टी नुनको ब्ल्याक टी यहाँ चाहिँ मोमोको किमा छ चिकन प्याज हालेको अदुवा हुचिङ मिलाएर ठुलो भयो त 2 किलो भयो छन् सोडा आटा त हालेको सोडा हालेको छैन हालेको हामीले प्लिज यो सिलगढी दिनु त नि पहिल्यै एक रस 5 वटा त भोलि त कालो हुन्छ टाइपो बनिने हिसाब चाहिँ हुन्छ आटा बनाउँछ ल नि त होइन गरमले बिग्रेको 5 गर्नु चाहिँ तपाईँले 3-4 घन्टा अगाडि गरेर चाहिँ हुन्छ म त बिहान 10 बजी त्यहाँ पास गर्छु हो एक्लै पनि त्यहाँ 3 बजीदेखि किमा गर्न थाल्छु मोमोको बुनाइ चाहिँ कस्तो राम्रो छ तपाईँको कि बाँगाको मागा चाहिँ कहिले बुन्छौ होइन मागाको तपाईँको म कहिले बनाउँदिनँ म बेल्नु यसमा व्यस्त हुन्छु अन्त आज सुत अन्त म अन्त यहाँ बुझ्न बुनाइमा छ नि आज छ कि होइन अरू बेलाको कुरा नि उयो चाहिँ के भएको माइकल ज्याक्सन चाहिँ भएर हाम्रो आफू आउँछ यो पालि त बनाएन नि तल हजुर अब रुद्रको चढ्नुहुन्छ नि त कि केही हुँदैन बनाउने प्रक्रियाहरू जारी छ किन मोमो बनाउनु पर्यो खुसी भएको उसले दामी बनाउँछ नि त ए बनाउनु पाएन भनेर बिस्केको होइन ए परेन भनेर टिभी हेर्ने टाइम पाएन उयो भएको मोमोको लागि चाहिँ सुप बनाएको हो यसमा चाहिँ मैले रिफाइन तेललाई मजाले खारेर चाहिँ 2-3 कोया मेथीको हालेर चाहिँ प्याज अदुवा लसुनको चाहिँ सानो सानो मसिनो काटेर हालेको हो यसमा चाहिँ मजाले यो रहेको चिकनको जुन चाहिँ हड्डी यसमा हालेर चाहिँ मजाले भुट्नेछ एकछिनमा हो भुटेर चाहिँ अलिकति त्यसमा चाहिँ हुचिङ हालेर चाहिँ त्यसमा यो मोमोको जुन चाहिँ सुप छ त्यसमा हाल्नेछ मोमोको हो बेलाइ हुँदैछ यहाँ छानाले हो अनि किमा यहाँ छ पानी पनि यहाँ तातिँदैछ धमाधम
प्रोसेस यहाँ चिकन पनि हालेर भुटिसक्यो हो यसमा चाहिँ अलिकति पानी हालेर चाहिँ अलिक भुसिङ हालेर चाहिँ यसलाई नै मैले अघि भनेको सिस्टमले हो पकाएर चाहिँ हालिदिने हो पानी कम्ती भएन यसमा त्यही छ दामी अब कहाँ आएको मान्छे केही नभए सिधै दुध माग्नु अप्ठ्यारो हो नि त घरमा आएर आफै कुरा हो है अचार भयो अचार कम्ती भने छैन अचार तिमी खाइसक्दैन अहिले मामाले दिनेको कस्तो होला नि राम्रै छ खाना न धीरे ए एकैछिन ठाडो पनि खै ल फुटेको ल यसमा तेल हाल्नु पर्दैन त्यो छोडिदिनु पर्दैन हाल्नु सुक्यो त सुप है पाको बारेको र बढी ओ बढी त त्यहाँ छ ऊ टेबलमा त्यो छ सेकेन्ड लट हालिदिनुहोस् ल हजुर सेकेन्ड लटको सेकेन्ड लटको हालिदिनुहोस् भयो भयो अब भयो भयो छैन भाइ सुप त आगो मार्दा हुन्छ हुन्छ बाबाले दिनेको पर्दैन कति बढी खाँदै बसौँ बा बनाएँ दुःखसँग छ है म कस्तो जाडो भएको है हो नि भयो छैन भयो 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 अहिले अहिले होस् सबैलाई पसिनु न सबले पसिन्छ भाइ भयो भयो छैन हुन्छ दुईटा भोटर कार्ड भेटे हुने रहेछ त अन्त पापरको राम्रो ल पुसु ल पुस 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 कता गइरहेको